तपाईँ सन् 2026 मा पनि कलेज वा स्कुलको असाइनमेन्ट गर्न, नोट बनाउन वा परीक्षाको तयारी गर्न घन्टौँसम्म पुरानो तरिका प्रयोग गर्दै हुनुहुन्छ भने तपाईँ अरूभन्दा धेरै पछि पढ्दै हुनुहुन्छ। आजको भिडियोमा म तपाईँलाई 5 वटा यस्ता एआई टुल्सहरू देखाउनेछु जसले तपाईँको पढ्ने तरिकालाई पूर्ण रूपमा बदलिदिनेछ र चौथो नम्बरको टुल त तपाईँका लागि एउटा व्यक्तिगत शिक्षक जस्तै हुनेछ। नमस्ते साथीहरू, यहाँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज हामी विद्यार्थीहरूका लागि आवश्यक 2026 का टप 5 एआई टुल्सहरूको बारेमा कुरा गर्नेछौँ। आउनुहोस् सुरु गरौँ। टुल नम्बर 1, पर्प्लेक्सिटी एआई स्मार्ट रिसर्चको लागि। हामीले गुगलमा केही खोज्दा धेरै लिङ्कहरू आउँछन् र सही जानकारी पाउन समय लाग्छ, तर पर्प्लेक्सिटी एआईले इन्टरनेटबाट सबैभन्दा सही जानकारी खोजेर त्यसको समरी र साथमा सोर्स लिङ्क पनि दिन्छ। यसले प्रोजेक्ट वर्क र असाइनमेन्ट गर्दा रिसर्च गर्ने समय 99% बचाउँदछ। टुल नम्बर 2, गामा एआई 2 मिनेटमै प्रेजेन्टेसन स्लाइड बनाउन सकिन्छ। कलेज वा स्कुलमा स्लाइड वा पिपिटी प्रेजेन्टेसन बनाउन डिजाइन र टेक्स्ट मिलाउँदा रात दिन्छ। गामा एआईमा गएर तपाईँले केवल आफ्नो टपिक लेखिदिनुपर्छ। यसले सेकेन्डभरमै उत्कृष्ट भिजुअल, इमेज र टेक्स्ट सहितको प्रोफेसनल प्रेजेन्टेसन तयार पारिदिन्छ, जसलाई तपाईँ सजिलैसँग डाउनलोड गर्न पनि सक्नुहुन्छ। टुल नम्बर 3, हुमाटा एआई वा च्याट पिडिएफ। कहिलेकाहीँ परीक्षाको बेला 50 वा 100 पानाको पिडिएफ वा नोट पढ्न असम्भव हुन्छ। हुमाटा एआईमा त्यो पिडिएफ अपलोड गरिदिनुहोस् र त्यसपछि तपाईँले त्यो पिडिएफ भित्रबाट जे प्रश्न सोधे पनि यसले तुरुन्तै उत्तर दिन्छ। यसले पुरै च्याप्टरको समरी पनि 1 मिनेटमै निकालेर दिन्छ। टुल नम्बर 4, खानमिगो वा च्याट जिपिटी। यति राति पढ्दा पढ्दै कुनै म्याथको हिसाब मिलेन वा विज्ञानको सिद्धान्त बुझिएन भने के गर्ने? च्याट जिपिटीलाई तपाईँले मलाई यो हिसाब स्टेप बाई स्टेप एउटा बच्चालाई बुझाए जस्तै बुझाऊ भन्न सक्नुहुन्छ। यसले तपाईँलाई गाली नगरी रिसाए बिना जति पटक सोधे पनि फ्रेस तरिकाले सिकाइदिन्छ। टुल नम्बर 5, गोब्लिन टुल्स। धेरै विद्यार्थीहरूलाई कुन काम कसरी सुरु गर्ने भन्ने तनाव हुन्छ। गोब्लिन टुल्स एउटा यस्तो एआई हो जहाँ तपाईँले आफ्नो ठुलो टास्क जस्तै राइट र स्टोरी एस्से लेख्नुभयो भने यसले त्यसलाई साना साना र सजिला स्टेपहरूमा विभाजन गरिदिन्छ र यसले अल्छीपना हटाउन मद्दत गर्छ। तपाईहरूलाई यी 5 वटा टुल्समध्ये कुन टुल सबैभन्दा बढी मन पर्यो? तल कमेन्ट गर्नुहोस्। यदि तपाईँलाई यी मध्ये कुनै टुलको डिटेल्स भिडियो चाहिन्छ भने मलाई बताउनुहोस् र भिडियो मन परेमा लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा भेटौँला। हवस् त, धन्यवाद।